हेलो हामी बिहान बिहानै भयो 7 गाउँ भयो हामी चाहिँ जङ्गलतिर निगुरो खोज्न जाँदैछौँ त्यता दिदी हुनुहुन्छ यता हेर्नुहोस् हिँड्दा हिँड्दा स्यासेनै भयो निगुरो टिप्लाको फर्स्ट टाइममा निगुरो कस्तो हुन्छ थाहा भएन यस्तो रे अब मैले कति टिप्ले हो थाहा छैन त्यो चाहिँ जाँदैछौँ अरूको टन्नै थियो अरूको गइसक्यो अगाडि नै पुगेन अहिले हामीले त्यो टिप्छ भनेर होला उसँगै काम हरिहरि त्यो चाहिँ मै हो म सबैभन्दा बेसी उफ्रिन्छु लास्टै डर लाग्छ अनि यो यसको नाम के हो यो पनि तरकारी खाना हुन्छ भन्छ यसको नाम मलाई थाहा भएन यो पायो भने यहाँ यतातिर चाहिँ टन्नै रहेछ यो चाहिँ अनि यो पनि तरकारी खान्छ भन्छ तर खोइ मलाई चाहिँ थाहा भएन अनि यो खुब भन्थ्यो यसको पनि तरकारी खाइन्छ भनेर यो यसको नाम चाहिँ के हो मलाई पनि थाहा छैन टिकटकतिर रिल्सहरूतिर खुब देखिरहेको थिएँ अनि मेरो जेठी दिदीले पनि भन्नुहुन्छ यसको तरकारी खाइन्छ भनेर अनि खोइ यो चाहिँ के हो नाम चाहिँ एसबाट है केबाट जान्छ त्यो त मलाई थाहा भएन त्यताबाट टन्नै रहेछ त्यसलाई मलाई बनाउन पनि आउँदैन खास गरी भन्नु पर्दाखेरि हिँड्दा हिँड्दा स्यासे नै भइयो मलाई पनि हेर्नुहोस् गाइस सुतेको मान्छे ओछ्यान उठाएर हिँडेछन् हिँडेको छु म नि सुतिरहेको थिएँ उठेर कुद्दैछु निगुरो कहाँ पाइन्छ थाहा छैन यो पनि निगुरो हो यो त होइन रहेछ म निगुरो कस्तो कस्तो टिपेर लान्छु म भरे तपाईँलाई देखाउँछु है त